लु अब सुरु भयो नि त र मेरो सब्जी फेरि फ्यान्टास्टिक भयो होला है हँ सब्जी फ्यान्टास्टिक भयो होला है फेरि लागेछ नि हँ लागेछ फ्यान्टास्टिक भएछ 2026 को 1 जनवरी चाहिँ आज नितुकोमा छौँ अर्को साल कहाँ पुग्ने हो होइन्छ कि होइँदैन मरिन्छ कि बाँचिन्छ यो मान्छे भिडियो बनाउनु थालेपछि पुरा हाँस्छ नि गाइस यो मान्छेले त मलाई के भयो बिहा गरेर जाने भन्दै थियो लागेछ नुन के हो मासुमा त नुन लाएन क्या हो अचार मासु चाखा त लागिरहेछ लाग्यो नि तिमीलाई चाखा न लागिरहेछ हौ लागेन चाखा त राम्रोसँगले चाखा न लागेछ जस्तो लाग्दैछ त मलाई त अन्त मजाले चाखा 2-3 वटा कम्ती भयो होला हौ कम्ती लागेको छैन त्यो तिमी बेसी खान्छौ नुन ल्याउ त नुन तानेर सुपमा चाहिँ ठिकै लाग्यो म त बेसी पो हुन्छ भनेर सोचिरहेको छु त 1 जनवरीको दिन भनिदेऊ न मेरो साथीहरूले तिमीलाई भिडियोमा त्यतिकै यसो नाम चाहिँ नलाग्यो भनिदेऊ न भन्दैछु त्यहाँ के अरे साथीहरूले म साथीहरूले त्यत्तिकै यो नुन खाएको नाम राखिदिएको भनेको त्यतिकै चाहिँ होइन रहेछ भनेको कत्रो खाएको नुन नामको विषयमा पनि भनिदिऊ यहाँ लाग्यो यहाँ लाग्यो उसले चाहिँ हेर्नु न गाइस यहाँनिर नुन थपेर यो खाइ नसक हुन्छ अहिले 2026 को 1 जनवरीसम्म चाहिँ बाँचियो यहाँबाट उता चाहिँ के हुने हो अब बाँच्यो तिमीले न्यु इयरबाट के राम्रो कुरालाई अपनाउने र के नराम्रो कुरालाई चाहिँ अभोइड गर्ने नराम्रो कुरा त अब के र म नराम्रो चिज त केही त खाँदिनँ पनि देन अब यहाँबाट उता चाहिँ अब भन्यो भने यहाँ कथा हुन्छ हो मान्छेको हँस्यौली हुन्छ अब मनमै छ अब पोजिटिभ भएर नै काम गर्छु भन्ने सोच विचार मैले चाहिँ के सोचेको याद छ के छ अलिक रिसाउने हेबिटलाई चाहिँ अभोइड गर्ने अनि त्यहाँदेखि चाहिँ आफ्नो अपोजिट पर्सनले मलाई जस्तो बिहेभ गर्छ त्यस्तै गर्नु राम्रोलाई राम्रै नराम्रो र नराम्रो ठिकै हो कहाँ आफूलाई नराम्रो गरिरह्यो भने त सहिरहनु पनि भएको छैन फेरि म चाहिँ त्यस्तोहरूसँग चाहिँ अलिक त्यस्तोहरूसँग चाहिँ अलिकति नराम्रो भन्ने सोच्नेहरूलाई चाहिँ बरु बिस्तारै बिस्तारै हाइहाल्नु राम्रै बोल्छु तर साह्रै ट्रिट चाहिँ गर्दिनँ अझै ज्यादा सिधा भयो भने पनि चुप्प लागेर बस्यो भने पनि नि ज्यादै हेप्छ हेप्नु मात्रै होइन पापड बनाउँछ पेलेर साँच्ची नै के हो अहिलेको जमाना त तर मलाई के यस्तो पनि लाग्दैन त्यस्तोहरू खाने के हो पानी खाँदिन अनुहार चाहिँ भर्खर नुहाइसकेर निक्लेको कस्तो अरू के सोचेको छौ अरू
फर्स्ट चाहिँ आफ्नो फ्यामिलीलाई प्रायोरिटी दिने अब चाहिँ अहिलेसम्म दिएकै छु, तर पनि अब कतिवटा कुरामा चाहिँ हुन्छ नि त फ्यामिलीले सोचेको जस्तो भइएन होला। साथी फ्रेन्ड सर्कलहरू पनि अब सेलेक्टेडहरू मात्रै राख्नु पर्दो रहेछ क्या। फ्यामिलीलाई चाहिँ पुरा प्रायोरिटी दिने अरे अब 26देखि। सन्डे पनि दिएकै हो होइन, तर अब सन्डेको भन्दा चाहिँ ज्यादा। लास्टमा गएर चाहिँ नि तिम्रो 1-2जना फ्रेन्ड साथीहरू सर्कलबाट र फ्यामिलीको अब शाखा सन्तानहरूबाट पनि लास्टमा गएर आफ्नो फ्यामिलीभित्रको जस्तो चाहिँ नि हुँदैन। म इभन शाखा सन्तानमा पनि हुँदैन, किनभने फ्याक्टै यही हो क्या। हो नि अन्त सबैभन्दा ठुलो कुरो फ्यामिली हो। उल्टा भयो नि मेरो यो सुख। र पनि फ्यामिली त फ्यामिली भइगयो होइन, र पनि आफन्त सन्तान साथीभाइ होइन। र पनि अब मलाई चाहिँ लाग्छ अब पोजिटिभै बस्नु र अब आइपरेको खण्डमा चाहिँ आफूले गर्नु सक्ने चाहिँ चाहे त्यो मान्छेले मलाई राम्रो सोचोस् चाहे नराम्रो सोचोस्, यदि उसलाई चाहिँ सपोर्ट चाहिरहेको छ भने चाहिँ मैले गर्नु सक्ने छ भने चाहिँ म गरिदिइहाल्छु भन्ने चाहिँ मेरो विचार। त्यो पनि ठिकै हो, तर कतिजनालाई चाहिँ जति नै गऱ्यो भने पनि हुँदैन क्या। त्यस्तो पनि हुँदो रहेछ, त्यसलाई चाहिँ अब माइन्डमै राख्नु हुँदैन कि यसलाई जति गर्दा पनि जति दिँदा पनि हुँदैन रहेछ। हुँदैन हो, त्यो हामीले देखेकै हो, पढेको पनि हो होइन। र पनि अब उसले सोचोस् नसोचोस् मतलब छैन, तर उसलाई परिरहेको छ प्रब्लम होइन। र अब मेरोबाट चाहिँ अब गर्नु सक्ने सपोर्ट चाहिँ यदि गर्न सक्छु भने चाहिँ म त्यसलाई चाहिँ अब गरिदिन्छु, चाहे त्यो मान्छेले राम्रो सोचोस् कि नसोचोस्। अब गर्नु नसक्ने छ भने त त्यो अर्कै कुरा भयो होइन, गर्नु सक्ने छ भने चाहिँ म गरिदिइहाल्छु भन्ने चाहिँ मेरो विचार। अब अहिलेसम्म चाहिँ त्यस्तै गर्छु, गरिरहेको छु। र अब 26 आज 1 जनवरी 26 को त्यहाँबाट उता पनि अझै अब पोजिटिभै बस्छु भन्ने चाहिँ अब मेरो विचार। अब चाहना इच्छा त मान्छेले हरेक कुरा टार्गेट त राखेकै हुन्छ होइन। मेरो बच्चा हिरो हिरोइनीले हेरेको जस्तै पाराले हेऱ्यो त मेरो बच्चाहरूलाई त विश्वास छ त भनेर सबै खाना खानु सबै सुख खानु पऱ्यो। 2026 आज 1 जनवरी साथीको चाहिँ इच्छा चाहना चाहिँ इम्पोर्टेन्ट साथीहरूलाई राख्ने अनि फ्यामिलीलाई इम्पोर्टेन्स दिने। यत्रो वर्षमा धेरै कुराहरू सिकियो नि त, अर्काको ठाउँमा हुनु नि त, अर्काको ठाउँमा आएर काम गरियो, बसियो, सबै कुरा भोगियो, देखियो, लडियो होइन। अब त्यही एक्सपिरियन्स भएर पनि उसले भनेको। मेरो पनि त्यही हो, साथीभाइसँग हाई हेलो सबैसँग हाई हेलो बोलिदिने हो पोजिटिभली, र आफूले गर्नु सक्ने सपोर्ट हेल्प बोल्ने ठाउँमा भनिदिने हो, बोलिदिने हो, गरिदिने हो। र अब गर्नु नसक्ने कुरा त अब त्यो अर्कै कुरा भयो। फ्यामिलीलाई चाहिँ इम्पोर्टेन्स दिने नै हो, यति त हो होइन। लाइफमा फ्युचरमा अगाडि बढ्नै पर्यो। एन्ड आवरमा आएर नि जेसुकै होस् कि आफ्नो फ्यामिली बाहेक नि के पनि हुँदैन। त्यही भएर फ्यामिली चाहिँ फ्यामिली हो। अन्त मेन कुरा चाहिँ केले टेन्सन लाग्छ भन्न त अहिले के अब हामी यत्रो वर्ष पुगिसकेन ल, अबको 20 वर्षहरूसम्ममा हाम्रो आमा आप्पा हामीसँगै हुन्छ होला भन्ने क्वेसनले पुरा धेरै टेन्सन लाग्छ। उसको टेन्सनको कुरा सुन्यो होला, अबको 20 वर्षमा आमा बाबा हामीसँगै हुन्छ कि हुँदैन।
मान्छेको जिन्दगी मरिन्छ पनि बाँचिन्छ पनि, कहाँ हामी मरिन्छ बा हाम्रो आमा बाउ मरिन्छ नि। मलाई चाहिँ त्यो विषय लिएर टेन्सन चाहिँ लाग्दैन होइन। त्यो दिनसम्म चाहिँ अब आफ्नो कर्तव्य चाहिँ निभाउँछु, कोसिस चाहिँ राम्रै गर्छु भन्ने चाहिँ मेरो उयो हो। अब हामीसँग अब हुनै पर्छ त्यो के पो कहिले नमर्ने के अरे अन्तर्यामी होइन। अब हामी पनि हाम्रो आमा बाउ पनि, आमा बाउको माया कसलाई हुँदैन, सबैलाई हुन्छ होइन। अबको 20 वर्षमा हाम्रो आमा पापा हामीसँग हुन्छ कि हुँदैन भन्ने टेन्सन साथीलाई। म चाहिँ त्यो कुरा लिएर टेन्सन गर्दिनँ। सानोदेखि यत्रो भए होइन, अर्काको ठाउँमा आएर काम गरिरहेको छु हो। अब गर्ने कोसिस चाहिँ अब घरमा सपोर्ट र हेल्प चाहिँ गरिरहेकै छु र उसले पनि गरिरहेकै छ। तर अब बिमारहरू भयो भने त हामीले हेर्नै पर्छ, हामीले आमा बाउ हेर्नुपर्छ। हामी बिमार भएको बेलामा फ्यामिलीले हामीलाई हेर्ने हो होइन। र अब कहाँसम्म हुन्छ त्यहाँसम्म चाहिँ आफ्नो दिमागले कहाँसम्म भेट्छ त्यहाँसम्म चाहिँ गर्ने हो। र अब गर्दा पनि अब हामी मरिन्छ कि अब उनीहरू मर्छ, र त्यति बेला पनि हतपत चाहिँ म चाहिँ आँसु चाहिँ झार्दिनँ भन्ने चाहिँ मेरो विचार हो। तर गर्नु सक्ने कोसिस चाहिँ वार कि पारसम्म चाहिँ जाने नै कोसिस चाहिँ छु है म चाहिँ। अब अन्त त्यही त हो। अब कहाँ म अन्त त्यो अब नमरी बाँच्ने त अब अन्तर्यामी नै हुनु पर्यो। अब अन्तर्यामी होइन हामी। तर पनि सोच न त्यो दिनहरू। अब त्यो दिन त अब सोच्छ नि, कसले सोच्दैन। मेरो आमा बाउ म नमरिन्जेलसम्म आमा बाउ पनि नमरोस् भन्ने चाहना इच्छा त सबैकोमै हुन्छ। र पनि आमा बाउ नमरिन्जेलसम्म चाहिँ मेरो छोरीले गरे, मेरो छोरीले हेरिरहेको छ भन्ने चाहिँ हुन्न भन्ने चाहिँ मेरो हो। तर अब केही तलमाथि भएछ भने पनि गर्ने कोसिस चाहिँ जे गर्नु परोस्, जहाँ लड्नु परोस् गइने हो। अब मर्यो नै हाल्यो भने त अब के नै गर्नु र। सकिन्जेलसम्म चाहिँ अब बाँचिन्जेलसम्म चाहिँ खुसी दिनु सक्नु पऱ्यो नि त। हामी सानो छँदाखेरि कस्तो दुःख गर्नुभयो होइन आमाले। बाँचुन्जेल त कोसिस त अब गर्ने नै हो। यो पनि खुवाउनु हौ। मलाई मामा हालिदेऊ तिमीले होइन। त्यसो भने त तलमाथि केही भइहाल्यो भने त तिमी त मर्दा रहेछौ त अन्त। एकछिन चाहिँ अन्त मान्छेको कुन हालत हुन्छ झट्टै त्यो कुरा आउँदाखेरि चाहिँ। अब हामीले अहिलेसम्म त्यस्तो केही कुराहरू फेस गरेको छैन। एकछिन त अन्त दिमाग ब्ल्याङ्क हुँदैन। म त हुँदिनँ, मैले सबै सोचिसकेको छु। हाम्रो त फेरि सबैजना उयो भइजाने छ कि प्यारालाइज। हौ त्यस्तो भइजान्छ। अन्त कहाँ प्यारालाइज हुनु, आफू पनि अब घरमा के परिरहेको हुन्छ, कस्तो भइरहेको हुन्छ, सबैजना प्यारालाइज भएर लडेपछि त सकिगयो त। एकपल्ट पापा बिमार भएर उता के पो बिहारमा अब 10 तलामाथि चढेछ डिप्रेसन भएर। त्यो समयमा म कत्रो थिएँ, धेरै सानो थिएँ नि हौ। अन्त धेरैभन्दा धेरै सानो थिएँ त्यो समयमा चाहिँ। अब 13-14 वर्षको थिएँ त्यो समयमा। त्यो समयमा चाहिँ अब त्यति मेरो मेन सबभन्दा डेन्जर एक्सपिरियन्स चाहिँ त्यही हो। गाडीमा जाँदैछु, फोन आउँछ छिटो आइज भन्छ हो। भरे गएको त बुढो त डिप्रेसन भइरहेको रहेछ। कहाँ जानुभएको? बिहार उता गया, बुद्ध गया भने पूजा गर्नु गएको। त्यो दिनको एक्सपिरियन्स चाहिँ पुरा भएको छ। त्यहाँ गएर पनि 10 तला अर्काको बिल्डिङ छतमाथि चढेछ, झरेको भए। धन्ना पुलिस आएर पुलिसले पक्रेर राख्दैछ नि हौ। त्यहाँबाट चाहिँ ल्याएर आएर चाहिँ घरमा राखेर चाहिँ धेरै जाति भएको। र पनि घरमा कति खेप त्यो बिमारले सतायो हो। र पनि बिस्तारै हामीले जाति बनायौँ। भोग्नु त के भोग्यो। एउटा त्यो, अर्को कुरा के भोग्यो भन्दाखेरि भाइको आउँदाखेरि बाटोमा त कति कुट्यो नि अब मलाई त। कोले? पापाले। अब बिमार भएर नि अब
अन्त त्यस्तो गरेर ल्याएको अन्त बिमारी मान्छेलाई अब हुन्छ नि हस्पिटलबाट मान्छे मरेर चाहिँ घरमा मान्छे थुप्रिन्छ नि अब हामीले घरमा छैन मान्छे भनेर चाहिँ घरमा मान्छे थुप्रिन्छ नि बिमारी लिएर आउँदा चाहिँ घरमा मेरो त्यसरी मान्छे थुप्रिरहेको त्यहाँबाट ल्याएर चाहिँ पूजा सुजा गरेर पापालाई राख्यो त्यहाँबाट चाहिँ बिस्तारी 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 जाती भएको तर अब त्यस्तो डिप्रेसन हुने मान्छेलाई चाहिँ तर इमोसनल टाइपले कहिले पनि सम्झाउनु हुँदैन भनेर म आफै एक्सपेरिमेन्ट गरेँ क्या त्यति बेला चाहिँ त्यो समयमा चाहिँ यस्तो भनेर हुँदैन रहेछ कसले के गर्छ के आफू सही बस्नुपर्छ यस्तो भन्दै सम्झाउँदा पापा आफै जाती भयो अहिले चाहिँ एकदम राम्रो छ त्यहाँबाट चाहिँ अहिले चाहिँ जाती भएर घरमा एकदम फ्रेस भएर चाहिँ माइन्ड एकदम राम्रो छ अहिले चाहिँ त्यस्तो भएको मैले चाहिँ सानैदेखि त्यति बेला म 13-14 वर्षको थिएँ त्यो समयमा केटाकेटी थिएँ भोगेकोले गर्दा चाहिँ कुनै कुरा चाहिँ मलाई चाहिँ डर लाग्दैन भनौँ न एकपल्ट चाहिँ भाइ बिमार भयो सिलगढी लग्यौँ यता क्लिनिकबाट चाहिँ उता सुरक्षा भन्नेमा चाहिँ एमआरआई गरेर लिए भने होइन त्यहाँबाट त्यो क्लिनिकबाट चाहिँ उता फेरि सुरक्षा भन्नेमा चाहिँ उयसमा लिएर गयौँ नि त के पो रिक्सामा भाइ मोटो छ ब्रेन उयो गरेर लिएर आइज भन्यो एमआरआई गरेर लिएर आउनु भन्यो अब मोटो छ भाइ ब्रेनको बिमार अब अरू पनि मान्छे लिएर जानु पर्यो त्यसले गर्दा पछाडि मेरो ठुलो भेना अगाडि आमा र पापा रिक्सामा म बिचमा भाइसँग हो अन्त त्यति बेला चाहिँ जाँदैछौँ हाम्रो चाहिँ त्यो पाराले लानुपर्छ है फेरि बिमारी अगाडि आमा र पापा जाँदैछ पछाडि ठुलो भेना बिचमा म बिमार भने उठाउनु सक्ने कुरा आएन त्यसले गर्दा चाहिँ बिमार भइदियो अब रिक्सामै त्यत्रो सिलगढीको त्यस्तो क्राउडमा बिमार भएर यसरी झऱ्यो अब रिक्साबाट के गर्नु भन्नु पछाडि पनि हेर्दैछ आमा पापाले रोक्नु लगाए पछाडि भेनाले देख्दैछ रोक्नु लगाएर चाहिँ फेरि त्यहाँनिर नै पारेर यता छेउमा ल्याएर सिन्जाती बनाएर सुरक्षा पर लगेर फेरि पुरा एमआरआई गराएर ल्याउँदा चाहिँ फेरि एमआरआईमा नर्मल छ भन्छ बिमारी लाँदै त्यस्तो हुन्छ होइन अन्त त्यहाँदेखि चाहिँ के उयो त्यहाँबाट फेरि आइहाल्छ भाइ एकछिन सुतायो उसलाई शान्तिमा राख्यो नि जाती भइहाल्यो त्यहाँबाट ल्याएर डक्टरलाई सबै कुरो देखाएर चाहिँ डक्टरले दबाई दिएर अहिले धेरै जाति नि हौ अहिले त्यहाँबाट त्यति बेला चाहिँ हो सबैभन्दा त्यो पनि घरमा त कति भेट्थ्यो बिमारले त्यहाँबाट लग्यो सिलगढीमा चाहिँ त्यति बेला चाहिँ आपात पारेको अन्त सिलगढीको त्यस्तो ठाउँमा अब त्यस्तो क्राउडमा मान्छे म एक्लैले लान्छु भन्दा लानु त सकिहालिन्छ डक्टर देखाउनु सकिहालिन्छ होइन तर अब बिमार भइहाल्यो भने यत्रो मोटो छ मोटो मान्छेलाई अब हाम्रो बलले हुँदैन उचाल्नुपर्छ के गर्नुपर्छ त्यसले गर्दा चाहिँ अन्त यता साइड लगाएर त्यहाँबाट एकछिन राखेर चाहिँ एकछिन रिल्याक्स गर्नु लाएर चाहिँ लगेर पुरा डल्लै एमआरआई गरेर ल्याएर फेरि डक्टरलाई यस्तो भनेर चाहिँ त्यहाँबाट डक्टरले दबाई लेखिदिएदेखि चाहिँ अहिले चाहिँ भएको छैन अलि छिरिक चाहिँ अस्ति भयो अरे बिमार त अहिले चाहिँ एकदम ठिक भएर त्यहाँबाट यता चाहिँ खुसी छौँ यस्तो एक्सपिरियन्स चाहिँ सानैदेखि भोगेर होला कि साह्रै मलाई चाहिँ डर लाग्दैन चिसो भयो खाना छिटो तिम्रो चाहिँ एकपल्ट एट्याक गरेको चाहिँ कहिलेको त्यो लकडाउनको टाइममा उसको र मेरो चाहिँ भाइको बिमार एउटै हो त्यही भएर म त्यो लकडाउनको टाइमहरू त सोच्नु पनि सक्दिनँ छ मलाई चाहिँ यस्तो लाग्छ त्यो दिन सोच्नु सक्दिनँ त्यो दिन यस्तो गर्दिनँ भन्ने चाहिँ होइन कि त्यस्तोबाट चाहिँ बचायौँ होइन मरेन जाति बनाएर छाड्यौँ भने त्यो एउटा हुन्छ नि अब हौ त्यस्तो टाइपको हिम्मत आउँछ त्यस्तै मान्छे हो भने यस्तो खाँदै यस्तो गर्दै हिँड्नेले त मार्ने नि हौ अन्त महिनामै 7,500 8,000को दबाई लाग्छ अन्त यसो सोच्छु होइन अन्त बिमारीहरूलाई चाहिँ सबैभन्दा बेस्ट उयो चाहिँ माया जस्तो लाग्छ हौ मलाई चाहिँ खुसी राख्नु पर्यो उनीहरूलाई खानेकुरो टाइम टेबल राम्रो हुनु पर्यो टाइम टेबलमा दिनु पर्यो अब नर्मल अरू बिमारीहरू जस्तो भएको सट्टै एकजनाले मात्रै होइन फ्यामिलीमा सबैले इम्पोर्टेन्स दिनु पर्यो अरू बिमारी बाहेक अरूले होइन कोही बेला एउटा हुन नसक्ला अर्कोले साथ दिनु पर्यो अर्को नहुँदा अर्कोले फ्यामिलीको एकदम बोन्डिङ चाहिँ एकदम स्ट्रङ छैन भने चाहिँ बिमारी चाहिँ बाँच्नु सक्दैन है मर्छ